यसलाई मजाले अब केही नगर्ने मजाले हाने बैरी मिठो हुन्छ। त्यही भएर त हामीले अहिले दुःख गरिरहेको मिठो नुनले को दुःख गर्छ होइन केरा पनि खान्छौँ है हामी। केरा ओखरा पोलातिर खायो भने बैरी मिठा हुन्छ नि। पहिला त कोदो पनि जाँतोमै पिस्ने अनि थापर भइगयो अनि यस्तै भोगाहरू कुटेर खाने कति दुःख थियो। आजकल चाहिँ त्यति दुःख छैन हो हुँदाखेरि हामीले चाहिँ मुरी यो जाँतोमा दल्दैछौँ है। हामी यो जाँतोमा के दल्छौँ भन्दाखेरि कोदो दल्छौँ अनि फापर दल्छौँ, मुरी भइहाल्यो, सिमी दल्छौँ, मार्स्या पनि दल्छौँ, सबै यो मासु दल्छौँ दाल खानालाई। अनि सबै हामी यो यसमा दल्छौँ, हामी सजिलो हुन्छ यसमा पनि दल्छौँ भने हामी यो जाँतोमा पनि दल्छौँ है। यो दुईटै हाम्रो घरमा छ, जाँतो पनि छ यो चल्ल्याउटो पनि छ। हामी यसलाई चल्ल्याउटो भन्छौँ भने हामी यसलाई जाँतो भन्छौँ। आज धेरै भएकोले त्यहाँ पनि दल्छौँ अनि यता पनि दल्याछौँ। यसरी दल्ने अनि पुरै फोका पनि उठ्छन् है। मेरो हातमा 3-4 ठाउँमा फोका उठेर पुरै फुटिसकेको छ। त्यसरी दल्छौँ। रमाइलो छ गाउँले जीवन, रमाइलो। यसरी दल्ने